युट्युबर दिवाकर शाहको एक सनसनीपूर्ण टिप्पणीको कारण यति बेला सामाजिक सञ्जाल तातिएको छ। एसटिभी खबर नामक पेजबाट सार्वजनिक भएको उक्त भिडियोमा शाहले जेनजी आन्दोलन पछाडि उत्पन्न वर्तमान परिस्थितिमा देश आइएनजिओले चलाएको र देश नै अफगानिस्तान बन्न सक्ने दावी गरेका छन्। सोही भिडियोमा उनले नाम नलिई 3 शब्द अंकित टी-शर्ट लगाएका मानिसहरू आइएनजिओ वा विदेशी शक्तिद्वारा परिचालित भई देशमा प्रतिकूल असर पुर्याउन लागि परेको आशय व्यक्त गरेका छन्। दिवाकरको यो दावी पश्चात सामाजिक सञ्जालमा दिवाकरले बताएको हुलियासँग मिल्दोजुल्दो समूह तथा व्यक्तिहरूको खोजी भएपछि टिओबी अंकित 3 शब्दको टी-शर्ट तथा ज्याकेट पहिरेका व्यक्तिहरूको आन्दोलनको समयमा देखिएको सहभागिता र प्रस्तुतिलाई लिएर अनेकन अड्कलबाजी तथा कन्स्पिरेसीहरू सतहमा आएका छन्। केही सञ्चार माध्यमले त उक्त समूह सुदन गुरुङको समूह रहेको ठाडो दावी समेत गरेका छन्। यस विषयमा सुदन गुरुङले भने उक्त समूहसँग आफूहरूको कुनै सम्बन्ध नरहेको स्पष्टीकरण समेत दिइसकेका छन्। जेनजी आन्दोलनको क्रममा टिओबी लेखिएको टी-शर्ट लगाएका व्यक्तिहरूको आधिकारिक इन्स्टाग्रामको बायोमा भने टिओबीको पूरा रूप द ओरिजिनल ब्रदर्स भनेर लेखिएको छ। यद्यपि सोही एकाउन्टबाट पोस्ट भएका विभिन्न पोस्ट हेर्दा र सामाजिक सञ्जालमा भाइरल व्यक्तिको पहिरनमा पनि टिओबीको पूरा रूप टिबेटियन ओरिजिनल ब्लड रहेको भन्ने प्रष्ट हुन्छ। यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेका यी व्यक्ति तेन्जिङ दावा हुन्। पेशाले उनी ट्याटु आर्टिस्ट रहेको पनि उनको सामाजिक सञ्जालबाट पुष्टि हुन्छ। दावाको नेतृत्वमा रहेको समूहले लगाएको पहिरनमा टिओबी मात्र नभएर यज जस्तो देखिने लोगो सहित हाकिम पनि लेखिएको देख्न सकिन्छ। उक्त लोगो र्यापर हाकिम गुरुङ उर्फ सुरेन्द्र गुरुङको म्युजिक कम्पनीको हो। हाकिमले टिओबी ग्रुपसँग सहकार्य गरेको पोस्ट तथा कन्सर्टका क्लिपहरू समेत सामाजिक सञ्जालमा भेट्न सकिन्छ। आन्दोलनमा टिओबी ग्रुपको संलग्नता र सो ग्रुपसँग हाकिम पनि जोडिएको सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै उनले कान्तिपुर कर्मी दया दुतराजसँगको फोन सम्पर्कमा यसबारे स्पष्टीकरण समेत दिएका छन्, जसमा उनले उक्त समूह बौद्धका युवाहरूको बाइकर्स ग्रुप रहेको र उक्त समूहको पूरा रूप द ओरिजिनल ब्रोज रहेको दावी गरेका छन्। हाकिमले उक्त ग्रुपमा रहेका कतिपय युवाहरूको पुस्ता तिब्बतियन रहेको कारण उनीहरूले आफ्नो जातको प्रतिनिधित्व स्वरूप ओरिजिनल तिब्बतियन ब्लड समेत लेख्ने गरेको स्वीकार गरेका छन्। सो समूहमा आफ्नो इन्ट्री भएपछि उक्त नाम नराख्न उनले सुझाव समेत दिएको बताएका छन्। उनले सो समूह 23 गतेको आन्दोलनमा सहभागी भए पनि 24 गते भने आन्दोलनमा सहभागी नभएको समेत दावी गरेका छन्। यद्यपि जेनजी आन्दोलनको दोस्रो दिन अर्थात् भाद्र 24 गते यो समूह सांसद भवन आसपास देखा परेको थियो। आन्दोलनमा सहभागी भएको समूहको इन्स्टाग्राम एकाउन्टमा यो समूहले तिब्बती र स्वतन्त्र तिब्बतको पक्षमा गतिविधि गर्ने गरेको भने देखिँदैन। यता सामाजिक सञ्जाल फेसबुकमा भने टिबेटियन ओरिजिनल ब्लडकै नाममा 13 वर्ष अघि खोलिएको एउटा फेसबुक ग्रुप भेट्न सकिन्छ। सो ग्रुपले भने द टिबेटियन ओरिजिनल ब्लडलाई विश्वभर छरिएर रहेका तिब्बती र स्वतन्त्र तिब्बतको पक्षधरहरूको मञ्च तथा विश्व सञ्जाल भनेर परिभाषित गरेको छ। तर यो ग्रुपले कन्टेन्ट मार्फत सक्रिय रूपमा स्वतन्त्र तिब्बतको वकालत गरेको भने देखिँदैन। यस्तै उक्त ग्रुपका एडमिन र आन्दोलनमा सहभागी समूहको सम्बन्ध स्थापना हुने कुनै प्रमाण पनि भेटिँदैन। टिओबी समूहलाई लिएर अनेकन अड्कलबाजी भइरहेको समयमा आन्दोलनमा सो समूहलाई नेतृत्व गरिरहेका तेन्जिङ दावाले पेस्तोल जस्तो देखिने वस्तु लुकाइरहेको भिडियो तथा भिडियोको स्क्रिनशट पनि यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको देख्न सकिन्छ। आइतबारदेखि भाइरल भइरहेको उक्त भिडियोमा देखिएको व्यक्ति आफू नै रहेको दावाले स्वीकार समेत गरेका छन्। तर उनले उक्त भिडियो जेनजी आन्दोलन भन्दा लगभग 2 वर्ष अगाडिको रहेको दावी समेत गरेका छन्। यस्तै उनले सो भिडियोमा देखिने वस्तु सक्कली पेस्तोल नरहेको पनि दावी गरेका छन्। म्युजिक भिडियोको लागि उक्त क्लिप खिचिएको र पछि म्युजिक भिडियोको लोकेसन चेन्ज भएपछि सो क्लिप प्रयोग नभएको उनको भनाइरहेको छ। म्युजिक भिडियोमा प्रयोग नभए पनि उक्त क्लिप आफूले टिकटकमा हालेको र फोन हराएपछि उक्त आइडी डिएक्टिभेट गरेको पनि उनले एक सञ्चार माध्यमलाई बताएका छन्। सार्वजनिक भिडियो एकै शटमा खिचिएको भिडियो भने होइन, कम्तीमा 4 फरक कोणबाट यो भिडियो खिचेर भिडियो एडिटिङ सफ्टवेयरबाट भिडियो बनाइएको हो। यस्तै हतियारको लेनदेन काठमाडौँको बबरमल स्थित आर्क ब्रिज जस्तो सार्वजनिक ठाउँमा हुनु, हतियार दिने र लिने व्यक्ति एउटै बाइकमा जानु, फरक फरक एंगलबाट भिडियो खिचिनुले पनि उक्त भिडियो वास्तविक हतियारको लेनदेनकै भएको हो भन्ने दावीलाई फितलो बनाउँछ। यस्तै सार्वजनिक भिडियोमा तेन्जिङ एडी नामक टिकटक आइडीको वाटरमार्क देख्न सकिन्छ, जुन दावाकै आधिकारिक एकाउन्ट हो। आफ्नै एकाउन्टबाट हतियार लेनदेन गरेको भिडियो पोस्ट गर्ने हुस्सो अपराधी त को नै हुन सक्ला र। तर यहाँनिर बुझ्नै पर्ने अर्को कुरा के छ भने दावाले सो भिडियो आफ्नो पुरानो आइडी जुन अहिले डिएक्टिभेट भएको भनेका छन्, सो आइडी 2020 देखि नै एक्टिभ भने रहेको पाइएको छ।
जसको कारण दावाको दाबी आफैमा विरोधाभासपूर्ण भने रहेको छ। यता र्यापर DNX ले उक्त भिडियो 5 महिना पुरानो भएको देखिने गरी एक भिडियो पोस्ट गरेका छन्, जसमा सो भिडियो 5 अप्रिल 2025 मा क्यापकटबाट सेभ गरिएको प्रमाण समावेश गरिएको छ, जसको कारण पनि यो भिडियो कहिलेको हो भन्ने यकिन भने गर्न सकिने अवस्था छैन। यो भिडियो भाइरल भएसँगै प्रहरीले दावालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइसकेको छ। त्यसैले अहिले नै आफ्नो अड्कलको आधारमा सर्लक होम्स बन्ने सुविधा महेश बस्नेत जस्ता पात्रहरूलाई भए पनि सचेत नागरिक भने प्रहरीको आधिकारिक धारणा सार्वजनिक नहुने बेलासम्म धैर्य गरेर बस्नु नै उचित हुने देखिन्छ।